Hello everyone, welcome back to my 44th Saturday vlog. आज चाहिँ म बद्रीनाथ धाम मन्दिर जाम कि भन्ने सोचेको छु। मलाई बाटो चाहिँ त्यति साह्रो थाहा छैन। मैले एउटा भ्लग चाहिँ हेरेको थिएँ। बाटो चाहिँ जे होस् राम्रै रहेछ हैन, अलिकति बाटो मात्र अफरोड रहेछ। लेट्स सी त्यहाँ गएर म हजुरहरूलाई देखाउँछु नि बाटो कस्तो छ भनेर। अब म उतै पुगेपछि चाहिँ हजुरलाई भेट्छु। सो त्यहाँबाट हामी सँगै दर्शन गर्नुपर्ने हुन्छ। सो बाई, भिडियो लास्टसम्म हेरिदिनु होला। A few moments later. बालाजु बस पार्क आइपुगे। बस पार्क रहेछ। बालाजु बाइपास आइपुग्यो। अब यहाँबाट चाहिँ माथिबाट जाने हो कि तलबाट जाने हो? सायद तलबाट जाने होला। सो तलबाट जाम। अनि त्यहाँ एउटा पुल आउँछ। त्यो पुल आइसकेपछि चाहिँ त्यहाँबाट राइट टर्न लिनुपर्छ जस्तो लाग्यो। सो लेट्स गो। यहाँबाट फेरि अब चाहिँ अफ रोड सुरु भयो। म चाहिँ यो स्याङ्लाबाट आएँ। उताबाट पनि जानु मिल्दो रहेछ। यहाँबाट चाहिँ सिधै जाँदाखेरि चाहिँ सजिलो पर्दो रहेछ। सो म यो बाटोबाट आएँ। अब कति मिनटको बाटो हो यस्तो अफ रोड। लेट्स सी। अब म हजुरहरूलाई उतै गएर भेट्छु। गेट चाहिँ आइपुगेँ है गाइस। म चाहिँ लास्टै टाढा रहेछ। बाटो पनि अफ रोडै रहेछ पुरै। अफ रोड भन्दा नि ढलन गरेको, कुनै कुनै ढलन गरेको बाटो, कुनै कुनै चाहिँ अफ रोड त्यस्तै थियो। फाइनली आइपुगेँ म चाहिँ। अब भित्र जाम। त्यहाँ पार्किङ भित्रै होला सायद। दिस इज हाउ शान्ति धाम मन्दिर लुक्स। यसलाई चाहिँ बद्रीनाथ धाम मन्दिर पनि भन्छ होइन। मैले चाहिँ बद्रीनाथ धाम मन्दिर कहाँ छ भनेर सोद्धाखेरि कसैले पनि भनेनन् क्या मलाई। अनि शान्तिधाम मन्दिर कहाँ छ भनेर सोधेको त सबले भनिदिरहेको क्या। धुलो छ गाइस बाटो चाहिँ होइन। म चाहिँ यो स्याङ्ला भन्ने बाटोबाट चाहिँ आएँ होइन। आउनु चाहिँ बाटो चाहिँ नजिक रहेछ यहाँबाट चाहिँ, तर अफ रोड के उकालो अनि त्यसपछि अफ रोड, त्यहाँ माथिबाट धुलो हावा यस्तो चलिरह। सो अब भित्र जाम मन्दिरमा। केही पनि भिड छैन गाइज। मन्दिर चाहिँ यस्तो छ। भित्र जान चाहिँ नपाइने हो क्या हो सिके त। मेन मन्दिर चाहिँ 3 बजेपछि मात्रै खुल्ने गरे होइन। अर्को सानो मन्दिर चाहिँ खुलिरहेको रहेछ। सो अब त्यो मन्दिर दर्शन गर्छु, किनभने म चाहिँ 12 बजे चाहिँ बल्ल। अब 3 बजीसम्म के गरेर बस्नु। सो यो मन्दिर चाहिँ मैले बाहिरबाट दर्शन गरेँ। अब सानो मन्दिर जान्छु। यो चाहिँ सानो मन्दिर हो। कस्तो राम्रो है। यस्तो छ यो मन्दिर चाहिँ कस्तो राम्रो। चाहिँ भित्र चाहिँ 50 रुपिस लाग्दो रहेछ होइन गाइज। सो हजुरहरू आउनुभएको छैन भने आउनु होला। म चाहिँ अगाडिको मन्दिर मेन मन्दिर जान पाएन, किनभने त्यहाँ चाहिँ 3 बजे मात्रै खुल्छ गरे। यो चाहिँ भजन कीर्तन गर्ने ठाउँ हो जस्तो लाग्यो मलाई चाहिँ। रमाइलो भयो। भिड नभए जस्तो मलाई जहाँ पनि रमाइलो हुन्छ। यो मन्दिर चाहिँ एकदम राम्रो लाग्यो कि भित्र पुरा कस्तो राम्रो। जाने बित्तिकै भाइब चाहिँ अर्को आइरहेको कि मलाई त पिसवाला। यो मन्दिर जानु पाएन कि म 3 बजीसम्म कुरेर बस्ने हो भने चाहिँ जान पाउँछु, न त जान पाउँदिनँ।